आजको भिडियोमा बताउने छु तपाईँ सेयरइटबाट एक मोबाइलबाट अर्को मोबाइलमा गाना भिडियोलाई कसरी सेयर गर्ने। तपाईँ सेयरइटबाट धेरै सजिलोसँग तपाईँ एक मोबाइलबाट अर्को मोबाइलमा गाना भिडियोलाई सेयर गर्न सक्नुहुन्छ। सेयर गर्नका लागि सबभन्दा पहिला दुवै मोबाइलको सेयरइटलाई ओपन गर्नु होला। ओपन गरेपछि यस्तो प्रकारको अप्सन आउनेछ। त्यसपछि मलाई यो मोबाइलबाट यो मोबाइलमा भिडियो फोटोलाई ट्रान्सफर गर्नु छ भने यो मोबाइलमा मलाई सेन्डमा क्लिक गर्नुपर्छ। यो मोबाइलबाट यो मोबाइलमा रिसिभ गर्नु छ भने यहाँ रिसिभको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यो मोबाइलबाट जे पनि तपाईले भिडियो या फोटो या एप्लिकेसनलाई जे पनि ट्रान्सफर गर्नु छ त्यो यहाँबाट चुज गर्नु होला। तपाईले भिडियो चुज गर्नु छ भने यहाँबाट भिडियोमा क्लिक गर्नु होला र फोटो ट्रान्सफर गर्नु छ भने यहाँ फोटोमा क्लिक गर्नु होला। जस्तै मलाई अहिले भिडियो एउटा ट्रान्सफर गर्नु छ भने म भिडियोमा आएर एउटा भिडियो यहाँबाट चुज गर्दैछु। त्यसपछि यहाँ सेन्डको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यो अप्सनलाई ओपन गर्नु होला आफ्नो लोकेसनलाई। त्यसपछि यो पनि ओपन गर्नु होला, यसलाई परमिसन दिनु होला। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यहाँ क्लिक गरेपछि यो मोबाइलबाट यसरी स्क्यान गर्नु होला। त्यसपछि यहाँ अलाउमा क्लिक गर्नु होला। क्लिक गरेपछि हेर्न सक्नुहुन्छ यो मोबाइलबाट यो मोबाइलमा चाहिँ मेरो भिडियो ट्रान्सफर भइरहेको छ। यसरी तपाईँ आफ्नो भिडियो या फोटो या एप्लिकेसनलाई धेरै सजिलोसँग सेयरइटबाट भिडियो फोटोलाई ट्रान्सफर गर्न सक्नुहुन्छ। थ्यांक यू।